ल ल रमाइलो गर्नुपर्छ ल गएर गयो आउने बेला हुन्छ सीताजी कति राम्री भइरहेको कस्तो राम्री भयो है दुब्लाएर फाइनली चिकाउ आइपुग्यो के अरे छ्यामाको फोन धन्दै खसेको निन्द्रामा झुलेर छ्यामाको फोन के ड्याङ्गै भइदियो अब यहाँबाट 10 मिनट हिँड्नुपर्छ रेडी 10 मिनट हिँडेपछि हाम्रो आउँछ मम्मी सासूले मन पर्दैन भन्छ कि यसरी फर्किन्छ मेरो पनि त्यस्तै फर्किन्छ नाच्नु त परिहाल्यो नि किन फर्काइदियो खै यही ग्रुप होला ये क्या रुख मुनि के बेना नमस्ते नमस्ते स्वागत छ ए घान्द्रुकै लेख्दैन म घान्द्रुकै नै हो मैले पैसा नदिएर यो नबान्दिने हजुर भुजेल रे भाइ मलाई त मिठो भन्नु घान्द्रुकबाट बगाएको पैसा यस्तो छ आमा बोलिहाल्नु भयो नि यहाँ गयो तपाईँको 3000 गइहाल्यो यहीँ बसौँ न यहाँ कति जाने हो र यता घाम छ क्या यता दिदी ए दिदी सन्चै हुन्छ उहाँ जाउँ क्या नमस्ते भेन भयो एउटा मात्रै उड्छ क्या यो प्राउन त अहिले गर्छु ल कता उड्यो गातो बच्चा बस्छ अर्को नि होला म ओछा आयो आयो हाम्रो मासु आयो अहिले गातो बजा प्लेट लिएर आउनु न मेला त यहाँ एक प्लेट यता दियो आलु आलु एक प्लेट यता एक प्लेट यता दियो धनप्रसाद गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु कृपया जोरदार ताली बजाइदिनु होला त्यसै गरी अध्यक्ष प्रिय भाइ मान गुरुङलाई पनि अनुरोध गर्न चाहन्छु समय जापन पुर्केलाई पनि अनुरोध गर्न चाहन्छु
गाजर समाज जातकको लागि चाहिँ एकदमै नमन छ, सम्मान छ। उहाँहरूको लागि यहाँहरू मेरो दाइलाई उसको नाम लेखिन्छ दुध गरेर बिबी है ल ए बिबी दुई मानले पुगेन हो क्या रेडी के हुन्छ रे दिदी कर्म हल्ला गर्नु जित्छ लकडाउन नगरेर एक्सरसाइज गर्नु म हार्यो के भन्ने सुत्दा यति भारी यो धुन पैसा लाएन हार्यो नि अब सिदिन लाग्यो बाबी अब यहाँ खेलकुद हुँदैछ